गाइस यो के गरेको यार जिताउँ न हामीलाई पनि यता आएर यार लोकान्छी भयो भयो अब अर्को पालि म अर्को पनिसमेन्ट हेर्नु के दिन्छु अब नदिँदै अब केही पनि म त गर्दैन गाइस जिताउँ न यार छ्या जिताएन भने त म त खेल्दैन है एक म्याच मैले पनि जित्न पर्यो नि यार अनि सबै गाइस सातवटा रोज गाइस एभ्रीवन सातवटा रोज गाइस रातिर असाल अभागी मोरा सातवटा रोज गाइस एभ्रीवन के को मोर्छ गाइस म हस्ते हान्न लगाउँछु के राजलाई जिताउन गाइस एभ्रीवन गाइस ठोकौँ न गाइस सबजनाले ठोकौँ न यार 5000 पुऱ्याउनु पर्छ राजले हस्ते हस्ते गरेन भने म कलमा लिएर जान्छु राजलाई गाइस एभ्रीवन हानौँ न गाइस छ्या पुग्दैन कि क्या राज तपाईँ मेरो गेममा नि आउनु भएन यार कहिले थियो गेम कान्छी तपाईँ किन नआउनु भएको गेम खेलेकै छैन अब खेल्न लागेको ए म आउनु है अहिले जाडो महिना भ्याउँदिन जस्तो सुकै भयो म म किन भ्याउँदिन भने नि म छाडा गर्नु अब त्यस्तै हो अब गिफ्ट दिनु पर्छ भनेर होला नि त भएछ दिनु त्यस्तो हो क्या अहिले जाडो महिनामा नानी बनाइदियो भनेर यतिकै अफर आइरहेको हुन्छ अनि त्यतातिर गइरहेको हुन्छ बिजी हुन्छु क्या म अनि फेरि आफ्नै यता कम्पनीमा नि काम गर्छु यो चाहिँ अति भयो कि अति नै भयो त कति दिन भएको थियो है 1 हप्ता भयो होला मलाई नहेरेको नदेखेको तपाईँले म काममा बिजी छु भन्ने छ कान्छी काममा बिजी छु म मैले लाइभ हेरिरहेको हुन्छु काममा बिजी छु रे कति रे एकछिन आउँछु त्यही एउटा लठी ल्याउन लाउँछु यो लठी भएन अनि यो कान्छीको यो एउटा खुट्टा एउटा खुट्टा भयो नि 2टा खुट्टा यस्तो गर्न लाउँछु अनि ठ्याक्क यसरी चाको बस्न लाउँछु यसरी खुब आएछ तर अहिले कतिजना हुनुहुन्छ त्यहाँ मान्छे छ 11-1200 जना सबै मरेको 1200 जना मान्छेले मेरो त्यो दुध हेर्दै त्यहाँनिर छोल्दै होला अघि 1800 थियो केटा जब डबल ट्याप हानेको छु क्या मैले हेरेको के डेमो कस्तो हुँदो रहेछ भनेर 2000 देखि सुरु भएको अब पनिसमेन्ट 2000 मा चाहिँ 2000 मा चाहिँ आई मिन कति भने 5000 मा चाहिँ मजाले स्लो मोसनमा मजाले मसार्ने ल केटा यो डिएस धन्न मलाई केटाले बचाउँछ त्यो प्राइभेटबाट हानेको म मान्दिन प्राइभेटबाट त्यस्तो नभने कान्छी त्यस्तो नभने अब खुरुक्कसँगले गर्नुपर्ने छ अरू जान्दिन त्यो प्राइभेटबाट हानेको म मान्दिन थ्याङ्क यू सेकेन्ड वर थ्याङ्क यू त्यस्तो हुँदैन कान्छी त्यस्तो नभने उनीहरू त्यस्तो छोड्दिनु त्यस्तो त्यो जसुकै देशकै हान्न सुहाउनु हुँदैन त्यस्तो कहाँ हुन्छ होइन केटा पनिसमेन्ट अघि भनेको त स्लो मोसनमा मसाज गर्ने त्यही मसाज म तपाईँले मलाई माथिको मसाज गर्ने दिनु म तपाईँको तल मसाज गर्ने दिन्छु गाइज कोही त आओ यार जिताउन प्लिज गाइज यार रकी अब हेरेकडा पनिसमेन्ट अच्छा यस थ्याङ्क यू डियस थ्याङ्क यू सेप्टेम्बर धन्यवाद थ्याङ्क यू सो मच बिसी जम भन्दैछ बिसी के यहीँ भइरहेको छ क्या भुत्रको जान्छ त्यतिर ए ठिक छ होइन केटा जिताइदिनु न यार यस्तो नि हुन्छ कान्छी पनिसमेन्ट गर गरिहाल्छु नि म मजाले गर्नु ल कान्छी ल मजाले गरेर चाहिँ ल मजाले गर गाइज जिताउनु न यार एकजना त प्लिज स्लो मौसम है यो चाहिँ गाइज त्यो केस उतालेर न पखेर कहाँ त्यस्तो हुन्छ ल हौ स्लो मौसममा कसैले त यार जिताइदियो यार म पनि छोड्न लगाउँछु भयो होइन भयो जिताउनु न एक ब्याच छ्याप बोला पनि यार छ्या पनिसमेन्ट के गर्ने नि हात यसो लगाउने भित्र बुझ्यौ नि हात मुत्तेमा हाल्ने देखेँ कच पारा म 20 चोटि गर्ने म गन्छु आफू गर्ने त्यही पनिसमेन्ट ल केटा त्यस्तो चाहिँ हुँदैन है
तपाईँलाई यस्तो पाराले कुन केटीले पत्याउला भन्छ मलाई के पत्याइरहेको छु त है रात नपत्याउँदाखेरि के मेरो तुरी चुटेर जाने हो खोली त झन् बढेर जान्छ होइन क्या? अय्या। 5,000 पुग्यो भने भाइरल दादा वेलकम छ। यदि मेरो 5,000 पुग्यो भने ठ्याक्क हात तल लाने मुद्नेमा कच 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 पारेर 20 चोटि गर्ने त्यो पनिसमेन्ट अप्सनै छैन। त्यस्तो त हुँदैन अघि 10 चोटि भर्यो थियो अहिले फेरि 20 चोटि भर्यो ल 10 चोटि ल केटा सबले डबल मार्ने केटा 12 3 36 हुन्छ केटा ल त 36 हुन्छ 36 तिमी कसम जान्छ जाने कि अनलाइन हान्नु भन्नु न जाम केटा लाइन हानेर केटा तिमीहरूको लाइन हानेर बेसी जान्छ अरे भिसी गएर भोलि दिन फेरि तिमीहरूकै भिडियो निक्ल्यो ल केटा विचार गरेर नवटा रोज गाइस युके साल्दाको जस्तो लिन्टिङ 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 गर्दै गरेको म दिम त राजदाई लायन भन्दैछ मलाई अहिले ऊ फाल्टै खेलेको बेलामा देऊ न त अन्त ल म उता म खेलेको बेलामा गरेँ भने त फेरि म हारिहाल्छु नि त अन्त अर्कैसँग खेलेर दिनु म एकजना लाइन हान्ने मान्छे पठाइदिन्छु जान्छौ नि पक्का होइन फेरि गएन भने चाहिँ फेरि भरे मलाई त्यो मान्छे फेरि फोटो राखेर मेरो लास कुदाउँछ नि फेरि त्यस्तो मान्छे भने जाने हो क्या अरूको जाने हो अहिले हान्न पर्यो नि फेरि त्यो भरे हानेर खेल्दाखेरि भनेको ए अर्कोसँग होइन तपाईँसँग खेलाएर मेरो सपनाले अनि मलाई नै याद गर्दा कहाँ त्यस्तो हुन्छ त अन्त अर्कोसँग भनेको होइन केटा के बिचरा केटा कति खरेर बसेको हुन्छ अनि ए हुँदैन त तपाईँको नि झार्नु पर्यो नि मान्छे त्यहाँ बेजोस भइसक्यो ल लुकान्ची पनिसमेन्ट गर अहिले नै जाने गर्छ कि यस्तै मलाई छ्या अहिले नै भाग्नै पाइँदैन धन्यवाद धन्यवाद भाइरल मैले जबसम्म 1 म्याच जित्दैन तबसम्म त्यहाँ भाग्यो भने नि राजको मैले के गर्छु एउटा बुस्टिङ छ कान्छी हो त्यसरी आफैले छाम्दाखेरि तिमीहरू नडाटी गरेर कस्तो फिलिङ आउँछ मलाई फिलको कुरा नगर्ने होइन आउँछ सोधेको मैले म त लाइन हानेर गरेको चिजलाई मात्र फिल भन्छु म त यस्तै चिजलाई त फिलै आउँदैन मलाई त केटा पनि हेर्न मन लाग्छ हौ तर यार राज गुरुङको हेर्न पर्ने छ क्या गाइज एभ्रिवान जिताउने यार एउटा फुल हानेर भए पनि मेरो त 8.5 हो किन हेर्नु पर्यो लगेर सबले लोकाची पनिसमेन्ट गर त ल अब स्वाक्क पार सुँगा त्यो जान पाइदैन है मैले भन्दै हात धुनु गयो केटा अब सबै विदेशतिरै होला होइन खरेर बसेकोलाई कति वर्ष भएको होला घर नआएको केटा डबल ट्याप हाने केटा सबले बुझ्यौ नि ल अनि हेर्दै छोड्दा कति आनन्द हुन्छ कसैको पनि पुरा हुन्छ त्यहाँदेखि कान्छीको पनिसमेन्ट पनि पुरा हुन्छ हुँदैन म त छोड्दिनँ जबसम्म मैले दिदिनँ तबसम्म छोड्दिनँ तपाईँको मान्छेले कति हान्दो रहेछ पनिसमेन्ट म गर्छु हान्न लाउनु तपाईँको मान्छेलाई म त छोड्दिनँ जबसम्म मैले 1 म्याच जितेँ तबसम्म त म त छोड्दैन हेर्नु न मलाई एक तर्फीमा त पनिसमेन्ट खाएर हुन्छ अर्को तर्फबाट दिनु परेन पनिसमेन्ट म त मान्दैन कि त मलाई त कलमा देखाउनु पर्यो कि त मलाई कलमा देखाउनु पर्यो न त म त मान्दिनँ किन मेरो तुरीहरू मन लागेछ म गएँ अब चाहिँ म बोल्दिनँ अब तपाईँसँग कहिले पनि राजदाई छोल्न लाउनु भन्दैछ छोल्न लाउनु कसरी छोल्छ केटीहरूले मैले देखेको छैन नि त बोल्दिनँ म ल कान्छी छोल्नै अब 10,000 देखि पनिसमेन्ट हो कति हाल्दै रहेछ अब छोल्नै कान्छी ल 3टा हुन्छ